100%, ऊर्जामा 100%, ताकि जिन्दगी हाम्रो जान सकोस् अर्को चरणमा। जब जिन्दगी एउटै चरणमा छ, भगवानले पनि नयाँ नयाँ समस्या दिँदैन। समस्या ठुलो तब आउँछ जिन्दगीमा जब तपाईँ त्यो समस्यालाई ह्यान्डल गर्न सक्नुहुन्छ, या त्यो समस्याको वर्दी तपाईँ जब हुनुहुन्छ, त्यो समस्या फेस गर्न सक्ने क्यापेसिटी जब तपाईसँग छ, जब तपाईँ त्यो समस्या डिजर्भ गर्नुहुन्छ, तब बल्ल तपाईँको पनि जिन्दगीमा नयाँ नयाँ ठुलो समस्याहरू आउन थाल्छ। जब तपाईँ ठुलो समस्याहरू सल्भ गर्नुहुन्छ, तपाईँको जिन्दगी पनि फराकिलो हुँदै जान्छ साथी। के तपाईँलाई लाग्दैन तपाईँको काम वास्तवमा समस्याको समाधान गर्नु? संस्थाले तपाईँलाई समस्याहरू दिएको छ, लोनीको नम्बर इन्क्रिज हुनु पर्यो, भाका नाग्नु भएन, कर्जा समयमा उठाउनु पर्यो, किनकि भएको छैन, यो भएको छैन, सबै समस्याहरू। अब तपाईँ हरेक दिन के गर्नुहुन्छ? समस्याको समाधान। हरेक दिन जिन्दगी आफैमा समस्या हो भने हाम्रो जिन्दगीको एउटा काम समस्याको समाधान गर्नु हो। जिन्दगीको एउटा काम समस्या समाधान गर्नु। समस्याहरू अनेकौं छन्, तर यदि समस्याबाट हामीहरू भागिराख्ने हो भने समस्याले लखेट्छ। तपाईले समस्यालाई समाधान गर्ने कि समस्याले तपाईलाई लखेटोस्? समस्याले लखेट्छ, किन तपाईँ भाग्नु भनेको